हेलो साथीहरू नमस्कार। आज चाहिँ म हजुरहरूलाई रेडिमेड सुरुवालको हिप सानो हुँदा कसरी मेनी गाँसेर हिपलाई ठुलो बनाउने भनेर सिकाउन गइरहेको छु साथीहरू। त्यसको लागि हामीले चाहिँ ठिक्क हिपदेखि एक बिता जति माथि चाहिँ अथवा 7-8 इन्च जति माथि चाहिँ हामीले कपडा उदार्नु पर्ने हुन्छ र त्यसरी 7-8 इन्ची नै लामो चाहिँ एउटा कपडालाई हामीले ट्रायङ्गल सेपमा चाहिँ काट्नु पर्ने हुन्छ। चौडा आफ्नो इच्छाअनुसार 4-5-6 इन्च राखेर र त्यो काटेको मेनीको टुक्रालाई चाहिँ तलतिर ठुलो भाग माथितिर चुचो भाग पारेर यसरी दुवै साइडमा मजाले गाँसिदिने। बराबर पारेर यसरी गाँसिसकेपछि चाहिँ हामीले फेरि त्यो चाहिँ सिलाइ चाहिँ दह्रो होस् भन्नको लागि माथिबाट मजाले थिचेर सिलाइदिनुपर्छ। यसरी नै त्यो मेनीको टुक्रालाई सुरुवालको अगाडि पाटा र पछाडि पाटा दुवैतिर टाँसेर यसरी नै माथिबाट डबल खुटिदिने। त्यसरी दुवैतिर डबल खुटिसकेपछि तलतिरको चौडा भागमा फेरि यसरी नै मजाले डबल पारेर खुटिदिने। सिंगल सिलाइ अलिक कमजोर हुन्छ दह्रो होस् भन्नको लागि। देख्न सक्नुहुन्छ साथीहरू हाम्रो चाहिँ मेनी गाँसेर सुरुवाल तयार भइसकेको छ।